हेलो वेलकम टु माई युट्युब च्यानल सबैजना साथीहरूलाई स्वागत छ। म बाबु र स्कुल पुग्नु जाँदैछु। हेर्नुहोस् है, हाम्रो बाबु चाहिँ यस्तो हुनुहुन्छ नि, रिसाएर बम भएर बस्नु भएको छ। स्कुल जाने बेलामा डेली उहाँलाई बाख्रा हेर्नुपर्छ, मुनि हेर्नुपर्छ। मुनि हेर्न गएकोमा हजुरहरूलाई देखाउँछ है त। ल कम हेर्नु दि। अब हाई गरिदिनुहोस् न, एकचोटि हाई गरिदिनुहोस् न, यसरी गरिदिनुहोस् न। हाई भनिदिनुहोस् न। जा उहाँलाई चाहिँ बिदा भएपछि कहाँ जानुपर्छ अरे? मामा घर फेरि 18 घन्टा लाग्छ मामा घर जानुलाई। उहाँलाई चाहिँ 2 दिन बिदा चाहिँ मामा घर जाने भन्थे। हजुर ल मम्मीलाई चुप्पो गरिदिनुहोस् न, मामा लान्छु नि यता नि। आमा कति मिठो माया गर्नुहुन्छ। हामी स्कुल जानु लाग्छ है बेबी। ल जुत्ता लाउनुहोस् भएर स्कुल जानलाई रेडी भएर ह्यान्डसम भएर स्कुल जान लाग्छ। दिन पनि कस्तो छ ल, जाम गो। अनि भिडियो बनाएको मम्मीले। ल हिँड्नुहोस् ल, गेट खोल्नुहोस् न छिटो गएर। हाम्रो बाबुको गेट खोल्ने स्टाइल चाहिँ कस्तो राम्रो छ भने ल जानुहोस् ल, हिँड्नुहोस् भएछ। पुरै खोल्न पर्दैन नि त बेबी। हिँड्नुहोस् न, हिँड्नुहोस् ढिला भयो। फेरि मुनि हेर्नुपर्छ भने होइन अघि। हजुर हेर न, साकार हुनुहोस् के हुन्छ। हजुर हुनुपर्छ नि। ल हिँड्नुहोस् ल। यहाँबाट परबाट जानु हिँड। फास्ट छिटो हिँड्नुहोस् ल। हजुर हिँड्नुहोस् न। हाम्रो बाबु स्कुलमा लानु भएको। हाम्रो बाबुको स्कुलको नाम के हो भनिदिनुहोस् त। के हो, के कुञ्ज अरे? पुष्पा कुञ्ज। यता हेर्नुहोस्। पुरै लोएर हाल्यो त। ओ के हाल्यो हो नि, रोलरले तान्ने भन्दैन। ल अब हामी मुनि हेर्न जाँदैछौँ। स्कुल जाने बेला डेली हामी बाबुलाई मुनि हेर्नुपर्छ। अब मुनि हेर्छौँ। मामुले त हेर्छ नि त एकचोटि। के हो के उसको अनि अस्ति हामी स्कुटर एक्सिडेन्ट पऱ्यो है बेबी। ल मुनि हेर्नु छिटो हिँड्नु फास्ट। फेरि ठुलो मम्मीले मुनि बाहिर राख्नु भएकै रहेनछ त आज पनि। हिँड मुनि घर जाने हेरेर नि घर चाहिँ थियो है। हाम्रो बाबु चाहिँ सधैँ मुनि हिँड्नुपर्छ। स्कुल जाँदा आउँदा मुनि हेरिरहनुपर्छ है। मुनि हेर्नु जाँदैछौँ हामी। बेबी मुनि हेर्न आएछ। हिँड नि, फुस्के खाएर ल हिँड नि। अगाडि हिँड न, मुनि बसिरह, भित्र बसिरह है। जेबाटै देखाइदिन्छु म। जानुहोस् सधैँ हेर्नुपर्छ हजुरलाई। मुनि यहाँनिर मुनि जानु त्यसमा चढ नि त, केही पनि गर्दैन। कालो त भित्र बाँध्नु भएको छ मम्मीले। जाऊ ल, मुनिले जिस्काउनु पर्छ ल सधैँ। हेर मुनिले थुतुनु निकालेर बसेको छ मुनिले। भयो पुग्यो हेरेर। ठुलो मम्मीलाई स्कुलबाट आउँदा निकाल्नु हुन्छ अरे त। ठुलो मम्मीलाई स्कुलबाट आइसक्नुहुन्छ निकाल्दैन ल। ल आइज म ढोका खोल्दै। ल आइज न त आइज। के ल आइहाल्यो नि। ल आइहाल्यो नि। कति रमाइलो हुने यो मुनि हेर्नु, साह्रै रमाइलो हुन्छ। हेर मुनि हेर्नु, यति रमाउने मान्छे हो र यो। ल जाम स्कुल जाम ल। नतान न हान्छ। ल जाम स्कुल जाम। ए ठुलो मम्मी छोराले खोल्दो।
जामी स्कुल जानु ढिलो भयो हान्छ अब त हान्छ सँगसँगै आएर आउँछ हान्नलाई ल जाऊँ हामी ल जाऊँ बेलुका हेरी क्या मुनीलाई बेलुका हेर्ने ल हिँड ल बल्छ र मुनी स्कुल जाँदैन ल हिँड जाँदैन ल हिँड हान्नु आएको हामी हान्न आउँदो रहेछ ल हिँड ठुमोले मार्नुहुन्छ ल ल जाम मुनीहरू हामी गयौँ स्कुल ल बाई तिमीलाई मुनी मनपर्छ हाम्रो भाइको स्कुल होइन 5 मिनटमा पुगिन्छ तर भाइले स्कुल पुग्नलाई 25 मिनट जति लाउँछ होला यता हेर्छ उता हेर्छ सबैतिर हेर्दै के को जान्छ बन्द रहेछ हो र यता जाने हो र यता हिँड्न ल हाम्रो चाहिँ पिच गर्ने कार्यक्रम हुँदैछ त्यही भएर बाटो कस्तो छ है बाबु गिटी नै गिटी छ यता बेबी यता ए छेउपट्टिबाट बाबु स्कुल जाँदै कुरा गर्दै नि हो र तिमी कहाँ जानु भन्नु नि त देखेँ तिमी कहाँ जानु भन्नु नि त मम्मीलाई यता हेर न स्कुल जान्ला तिम्रो स्कुलको नाम के हो पुष्पकुञ्ज स्कुलबाट सुत्ने हस् मलाई त स्कुल जानु थालेपछि आज यति धेरै निन्द्रा लाग्दैन नि एकदमै धेरै निन्द्रा लाग्छ है नसुत्नु भनेको छ नि हामी स्कुल जानु लाग्यो हो रमाइलो हुन्छ बोल न हुन्छ भन न हुन्छ तिम्रो स्कुल कहाँ हो पुष्पकुञ्ज हो आउन लागेको स्कुल तर मेरो बाबु आजसम्म स्कुल गएमा कहिलेसम्म रोएको पनि छैन रुँदैन नि कस्तो खुसी हुन्छ स्कुल जानुपर्ने चाहिँ है ह्याप्पी बेबी हो मेरो त यता एकदम खुसी हुन्छ तर उसलाई स्कुल जानु थालेपछि निन्द्रा चाहिँ खुबै आउँछ स्कुलबाट आइसुत्दै छोरा है ल तिमी ओर्ला नि त तिमी हिँड्यौ नि त म हिँडे भिडियो दिन्छु नि त हस् ल तिमी कहाँ ल भन्दै नि त हो ल तिमी स्कुल आउनु लाग्यो हजुर आउनु लाग्यो त्यो हुन्छ नि माया त ल गुड मर्निङ भन्ने कि नभन्ने गुड मर्निङ भन्ने ल गुड मर्निङ भनिदेऊ है ल होस् आजको सिस्टर बस जानुहोस् आउनुहोस् है बाई बाई बेबी बाई बाई मागेर ल ल है साथीहरू बाबुलाई पुऱ्याएर स्कुल पुऱ्याएर फर्किएँ मेरो ब्लग कस्तो लाग्छ हजुरहरूको लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला धेरै माया गर्दै जानु होला बाई बाई लभ यु अल